तपाईको एक सेयरले मात्र कुनै महिलाको ज्यान बच्न सक्छ। ल कसरी भन्दाखेरि म आज कुरा गर्दैछु एउटा त्यस्तो खतरनाक रोगको बारेमा जुन नेपालमा दोस्रो नम्बरमा महिलाहरूमा देखिने क्यान्सर हो र त्यो रोगको नाम हो सर्भाइकल क्यान्सर अर्थात् पाठेघरको मुखको क्यान्सर। अब यो रोग यति खतरनाक छ कि लास्टमा गएर महिलाको ज्यान पनि जान सक्छ। त्यही भएर यो रोगको बारेमा बुझ्नु अत्यन्त जरुरी छ हामीहरूलाई, किन भन्दाखेरि यो रोगको हामीले सुरुमै थाहा पाउन सकिन्छ स्क्रिनिङ टेस्ट गरेर, र यो रोगलाई हामीले प्रिभेन्ट गर्न सकिन्छ हामीहरूले भ्याक्सिन लगाएर। ल हामीले आज यसैको बारेमा डिटेलमा बुझ्छौँ। त सर्भाइकल क्यान्सर भनेको एउटा क्यान्सर हो जुन चाहिँ ह्युमन पेपिलोमा भाइरस भन्ने इन्फेक्सनबाट हुन्छ। अब कसैले लाग्ला कि यो इन्फेक्सन भनेको बाहिरबाट आउँछ, त्यस्तो होइन। ह्युमन पेपिलोमा भाइरस 16 र 18 स्ट्रेन यो भनेको पाठेघरको मुखमा भइरहेको हुन्छ, तर ह्युमन बडीको इम्युन सिस्टम यति राम्रो हुन्छ कि यो भाइरसलाई डढेर यो भाइरससँग जितेर इन्फेक्सनहरू हुन दिँदैन र सर्भाइकल क्यान्सरको स्टेजमा पुर्याउँदैन। तर यदि केही कारणवश यदि शरीरको शक्ति कम भइसकेको छ भने, मतलब इम्युन सिस्टम एकदमै विक भइसकेको छ भने, त्यति बेला यो एचपिभी भाइरस भन्ने गरेको इन्फेक्सनले यो चाहिँ धेरै दिनसम्म रहन सक्छ र लङ टर्ममा यसले चाहिँ कार्सिनोमा अथवा क्यान्सर गराउन सक्छ र यसको लक्षणहरू अरूभन्दा एकदमै भिन्न हुन्छ। र यदि त्यस्तो लक्षण देखिएमा तपाईँ सिधै डाक्टरकोमा गएर सल्लाह लिनुहोस्। र त्यो लक्षण भनेको जस्तै कुनै महिलाको यदि महिनावारी रोकिसकिएको छ, 40-45 वर्ष कटिसकेपछि महिनावारी रोकिसकेपछि केही दिनपछि फेरि रगतहरू आउन थाल्यो, अलिकति पनि रगत आइरहेको छ भने त्यो भनेको एउटा सिम्टम हो सर्भाइकल क्यान्सरको। अर्को, मेन्स्ट्रुएसन महिनावारी भइरहेको बेलामा यदि चाहिँ दुईटा महिनावारीको बिचमा इन्टरमेन्स्ट्रुअल ब्लिडिङ, दुईटा महिनावारीको बिचमा रगत बगिरहेको छ भने त्यो भनेको पनि एउटा सिम्टम हो। अर्को भनेको यदि चाहिँ सम्पर्क गर्दा यदि चाहिँ रगत आइरहेको छ भने, पोस्ट कोइटल ब्लिडिङ भनिन्छ जसलाई, यदि त्यस्तो पनि सिम्टम छ भने त्यो भनेको एउटा सिम्टम हो। र अर्को भनेको भेजाइनल डिस्चार्ज, यदि चाहिँ डिस्चार्जहरू भइरहेको छ र त्यो एकदमै गनाउने छ, एकदमै हेभी छ भने त्यो पनि एउटा लक्षण हुनसक्छ। अब यो सबै लक्षण भएसँगै सर्भाइकल क्यान्सर हुने होइन, तर यदि यस्तो लक्षणहरू देखिरहेको छ भने सर्भाइकल क्यान्सर हुने चान्स हुनसक्छ। त्यही भएर डाक्टरको परामर्श जरुरी हुन्छ। यसको स्क्रिनिङ कसरी गर्ने त? सबैभन्दा पहिला 21 वर्षदेखि 29 वर्षसम्मको महिलाहरूले उहाँहरूले प्याप स्मियर टेस्ट गर्नु पर्यो र उहाँहरू हरेक 3 वर्ष